संभोग अर्थात यौन सम्पर्क गरिसकेपछि शरीरमा तेल लगाइसकेपछि यदि हामीले स्नान नगरिकन चाहिँ कुनै पनि भोजन तयार गर्यौं भने त्यो भोजन खान पनि हुँदैन र त्यो भोजन कुनै पनि देवी देवता र पितृहरूले ग्रहण गर्दैनन् भनेर बताइएको छ। नीति शास्त्रमा, गरुड पुराणहरूमा, विष्णु पुराणहरूमा, महाभारतमा यो कुरा प्रष्टसँग लेखेको छ। अब हाम्रो शरीर चाहिँ के कुन कुन कर्मद्वारा चाहिँ अपवित्र हुन्छ र अपवित्र भइसकेपछि हामीले स्नान गर्नै पर्छ र कुन कुन अवस्थामा चाहिँ हामीले स्नान नगरिकन भोजन ग्रहण खाना पकाउनु हुँदैन अर्थात देवी देवताको चाहिँ पूजा पाठ गर्नु हुँदैन, नित्य कर्म गर्नु हुँदैन र अर्को कुरा चाहिँ कुनै पनि पितृहरूको र देवी मन्दिरमा जानु हुँदैन भनेर भनेको छ। ध्यान दिएर सुन्नु होला। पहिलो कुरा, स्त्री सहवासपछि अर्थात यौन सम्पर्क गरेपछि, शरीरमा तेल मालिश गरेपछि, कपालदारी काटेपछि, मलामी गरेर आएपछि अर्थात मान्छे जलाएको, शव जलाएको धुवाले आफ्नो शरीरलाई छोएपछि अनि नराम्रो सपना देखेपछि अनि भमिट गरेपछि, बान्ता गरेपछि र आफ्नो शरीरबाट कुनै पनि भागबाट रक्तस्राव अर्थात रगत निस्किएपछि यदि स्नान नगरिकन हामीले भोजन पकायौं भने त्यो भोजन खान मिल्दैन र त्यो भोजन देवी देवताको लागि र पितृको लागि अर्पण गर्न मिल्दैन। र अर्को कुरा चाहिँ यो कर्म गरिसकेपछि स्नान नगरिकन हामीले चाहिँ कुनै पनि देव कर्म अर्थात पितृकर्म पाठ पूजा गर्यौं भने त्यो पाठ कर्म गरेको फल के पनि मिल्दैन र स्नान गरेपछि मात्रै हामी शुद्ध हुन्छौं र हामी पवित्र हुन्छौं भनेर यो कुराहरू चाहिँ चाणक्य नीतिमा, विष्णु पुराणमा, गरुड पुराणमा, पराशर स्मृति, महाभारतमा प्रष्टसँग गरिएको छ। र अर्को कुरा चाहिँ के पनि छ भन्दाखेरि चाहिँ हामीले कहिले पनि राति स्नान गर्नु हुँदैन। राति स्नान गर्यो भने पुण्य क्षय हुन्छ भनेर भनेको छ। रातमा कहिले पनि सूर्य अस्त भइसकेपछि नुहाउनु हुँदैन। यो एकदम हाम्रो धर्मशास्त्रको निर्देशन हो। तर कुन कुन अवस्थामा चाहिँ रात्रिकालमा स्नान गर्न मिल्छ भनेर बताइएको छ भने सूर्य चन्द्र ग्रहण परेको बेलामा, छोरा जन्मिएपछि, पुत्र जन्मिने बित्तिकै, संक्रान्तिको दिनमा, संक्रान्तिको रातमा अनि त्यसपछि आफ्नो जन्म नक्षत्रमा चन्द्रमा गएको दिनमा, कुरो बुझ्नुभयो नि। अनि कोही आफन्तको मृत्यु भएको अवस्थामा र रजस्वला स्त्री अर्थात लाई छोएको अवस्थामा चाहिँ हामीले तत्काल स्नान गर्न मिल्छ, नत्र रात्रिमा स्नान गर्नु हुँदैन भनेको छ। अर्को कुरा चाहिँ हाम्रो नाङ्गो शरीरले पनि नाङ्गै स्नान गर्नु हुँदैन भनेर भनिएको छ। अनि देव कार्य, पितृ कार्य यदि गर्नु छ, कुनै व्रत बस्नु छ भने तपाईले टाउको पुरै नुहाउनु पर्छ। टाउको नभिजाइकन तपाईले नुहाएको कुनै अर्थ छैन, चाहे त्यो छोरी मान्छेले होस् चाहे छोरा मान्छेले होस्। र अर्को कुरा चाहिँ तेल मालिश गरिसकेपछि स्नान गर्नै पर्छ र स्नान गरेपछि तेल लगाउनुहुन्छ भने यदि तपाईले शुद्ध हुनुको लागि फेरि स्नान गर्नुपर्छ है त।